हेलो नमस्ते, स्वागत छ हजुरलाई। धन्यवाद। के हजुरको शुभ नाम भनिदिनुहोस् त? निर्मला लामिछाने रेग्मी। हजुर रेग्मी लामिछाने। अनि हजुर के गर्नुहुन्छ यहाँ? म किसान गर्नुहुन्छ? किसान खेतीपाती गर्नुहुन्छ? गाई पालेको छु। हजुर। अहिले तरकारी सरकारी ल्याउँछु। हजुर। अनि गाई पाल्नु भएको छ भन्नुभयो, गाईको दुधहरू बेच्ने गर्नु भएको छ कि छैन? छैन, अब एउटा मात्रै पालेको छ। हजुर। अनि अब एउटा ठाउँ पनि छैन यहाँ डेरी खाँचै अहिले बस्न त बसे हजुर। 4-5 2-3 लिटर दुध बोकेर कता पल्ली लानु जाँदा छैन। अहिले मल बनाउने अनि घिउ अलिअलि बेचिन्छ। हजुर। त्यही हो अर्थ। त्यही हो। अनि कृषिमा चाहिँ के गर्नुभएको छ? खेतीपातीमा चाहिँ के लाउनु भएको छ? काउली लगाउने अनि अलिअलि खुर्सानी अकबारी खुर्सानी हजुर लगाउने। अर्थ त के लगाउनु र? अब एकपल्ट दुईपल्ट लगाएपछि काउलीमा पनि गाँठे आउँछ। हजुर। गाँठेले फुल्दैन। हजुर। मकैहरू लगायो भने अब बाँदरले नि दुःख दिने, मधेले नि दुःख दिने, दुम्सीहरूले दुःख दिने, त्यहाँ मुसा चरा मुसा रोपेदेखिको भाँच्ने बेलासम्ममा जम्मै थोकले खाइसक्दा अलिअलि नै आउँदैन, लगानी नै उठ्दैन। यसो भुटी खानलाई मकै नै पुग्दैन। के गर्नु, त्यही अलिअलि गर्ने। पहिला त कुरेर नि बस्यो, रातभरि कुर्यो, अनि बिहानी पख त आउँदैन भनेर घर आयो। अनि बिहानी पख खाएर सबै बँदरले खाइदिने, ढोड पनि नखाने हुँदो रहेछ गाईहरूले। भनेपछि अहिले वन्यजन्तुहरूले दुःख दिएर अब नगर्ने मनसाय भयो। नगरे नि के गर्नु, जग्गा बाँझो राख्न नि भएन। जग्गा बाँझो राख्ने कुरो आएन, लगायो खान पाइँदैन, दुःख मात्रै, लगानी नि उठ्दैन। अनि त्यही भएर तरकारी अलिअलि लगायो, खाना खानलाई मुस्किल पर्छ। भनेपछि हजुर यो कृषि पशुपालन पेसाबाट खासै सन्तुष्टि हुनुहुन्छ जस्तो देखिएन? छैन। अब बच्चाहरूको अब दुईटाको बिहा गरिसक्यो। अब एउटा बाबु बाँकी छ। उनी अब बाहिर जान्छु, म बाहिर जान्छु भन्छ। बाहिर गएर अब कोरियाको उसमा पास गरेर बस्यो। अब जान पाउँछ कि पाउँदैन थाहा छैन। ब्याटर कटाउँछु भनेर ब्याटर गर्न लागिरहेको छ। ब्याटर कटाउने हो नकटाउने थाहा छैन। भनेपछि हजुर यहाँको पुरानो स्थानीय बासिन्दा हुनुहुन्छ? धेरै पहिलेदेखि नै बसोबास गर्दै आइरहनुहुन्छ? बाजेदेखिकै बसी हो। अब कति अब मभन्दा अघि आएका पुस्ताहरूले नि छोडेर काठमाडौँतिर गइसके। अहिले पछि आफूभन्दा पछि आएका पुस्ताकाहरूले नि अब बच्चा पढाउने भने यहाँ रोजगार छैन भने यहाँ दुःख गर्नुभन्दा उहीँ गएर दुःख गर्ने, घाम पानी झुल्न त पर्दैन भनेर सबै काठमाडौँतिरै गए। 42 घर लामिछानेमा अहिले जम्मा कति घर छौँ भने 8-10 घरभन्दा बढी छैन। किन त होइन मानिसहरू यसरी चाहिँ काठमाडौँ जाने त यो ठाउँलाई किन छोड्ने त? भूकम्पले पनि अलिकति पानीको सुकाइदियो। एउटा न्यु पाउन चाहिँ न्यु चाहिँ पानी पनि छैन, सुविधा छैन भने बच्चा पढाउनु पर्छ भने अनि जम्मै काठमाडौँ गएँ। त्यस्तै छ है। बस्नलाई गाह्रै छ। यही भएर नि गर्दाखेरि अलिकति हुन्थ्यो। मान्छेको बस्ती नभएपछि जनावरहरूले ढाके के, जङ्गलहरू ढाके, त्यहाँबाट चरा मुसा। अनि यो ठाउँका मान्छेहरूको मुख्य पेसा चाहिँ के छ, के गर्छन्? जागिर खान्छन् जम्मै जागिर खाने हो? जम्मै जागिर खाने। यहाँका जग्गा नि बेचेका छैनन्। त्यही गएर कमाए अरे। अनि एउटा यसो घरेर किनेर घर सानो बनायो अरे। कोहीले ठुलै नि बनाछन्, ठुलो कमाइ हुनेको, सानो कमाइ हुनेको घर बनायो अरे। अब एक तलामा आफू बस्ने, एक तला भाडा दिने, भाडा गर्ने, अलिअलि अब जाहेर गर्ने भने 5 मिनट गरेर। ल ठिक छ, यहाँलाई धेरै धेरै धन्यवाद सानोतिनो जानकारी राखिदिनु भयो है त।